सन्चै हुनुहुन्छ भाउजू? सन्चै छु। नानी हजुर एउटा काम गरिदिन्छु, नरिसाउनु ल। भन्नु न, एउटा के 10 काम गर्ने नि के रिसाउँछु म? भाउजूदेखि रिसाउँछु र म? मैले तपाईँलाई जेठी तिलरी मैले तिलरी लगाइदिउँ। लगाइदिनु न। यही हो है त। कस्तो देखिन्छ एकछिन ट्राई गरौँ न है। ल कान्छी नेता जस्तो देखे। कस्तो देखे सबैलाई। हेलो एभ्रिवान, गुड मर्निङ। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। हाम्रो चाहिँ एकदम आजको स्पेसल काम चाहिँ अब मकैलाई चाहिँ छराउने हुन्छ। तपाईँले थम्नेल हेरेरै थाहा पाउनु भयो होला कि हाम्रो आजको काम चाहिँ के हुँदैछ। कान्छी हजुर दाइ, काम कस्तो भइरहेछ आजको यो मकै छराउने? एकदम राम्रै भएको छ। हातहरू दुखेको छ, अरू के होस् र हेलो हेलो मिस, आजको यस्तो काम पहिले गरेथ्यो कि गरेको थिएन? गरिन्छ, हाम्रो गाउँतिर नि यस्तै हुन्छ। हुन्छ र, हुँदैन होला। यहाँ चाहिँ यस्तोले ठटाउनु पर्ने रहेछ। हाम्रो त यस्तो सिलिक्क परे हुन्छ, त्यस्तोले ठटाउने मजा हुन्थ्यो। अहिले कस्तो हात दुख्यो र सन्चै हुनुहुन्छ भाउजू? सन्चै छु। नानी हजुर एउटा काम गरिदिन्छु, नरिसाउनु ल। भन्नु न, एउटा के 10 काम गर्ने नि के रिसाउँछु म? भाउजूदेखि रिसाउँछु र म? मैले तपाईँलाई जेठी तिलरी मैले तिलरी लगाइदिउँ। लगाइदिनु न। यही हो है त। कस्तो देखिन्छ एकछिन ट्राई गरौँ न है। ल कान्छी नेता जस्तो देखे। कस्तो देखे सबैलाई नमस्कार है, सबैलाई नमस्कार। सब तिलरी हो, धेरै महँगो हुन्छ यसलाई। कति लाग्छ हुन् कान्छी? यो 1 करोड जस्तो पर्छ होला। किन सुन जस्तो तलक्क तल्के छ त? अनि म त तल्केको सुख छैन। हाम्रो अर्गानिक सुन हो होइन त, गाउँघरको। अनि अब त्यही मन्तबाट चाहिँ त्यही बाटो खोज्ले। अब त्यहाँ दोकानमा नराख्ने यसरी हजुर ट्याक्क त्यसरी राखेर चाहिँ खोज लाउनु पर्यो। हस् हुन्छ। राम्रो देखेको सक्छ होइन, नत्र भोल लगान्न। राम्रो देखेछ। अब यही लगाएर बजार बाटोमा हिँड्ने है भोलि त। बजार जानुपर्ने छ नानी। हजुर यही लगाएर जाने हो। मलाई त सबैले एकन्ता ल्याऊ त ल्याऊ भन्ने हो नि। त्यहाँ बुट्याङ पुग्दा सकिने होइन कान्छी? बुर्तिवाङ पुग्दै यसको के गरेर खान्छन् कान्छी? प्रश्न पारिदिनु पर्यो ल। यसको मकै भुटेर खान्छन्, खाजा खान्छन्, पिसेर आँतो खान्छौँ, ढिँडो खान्छौँ यसको। के अरू के खान्छ? अनि सिस्नुर आँतो यसलाई पिसेर घोटेर लप एक थाल खाइन्छ। कति मिठो हुन्छ खाने हो। अनि खाजा नि फुला पर्छ, यत्रो पतत फुला पर्छ। हाम्रो यो लोकल हो के अर्गानिक चिज हाम्रै बारीमा फलेको।